सम्पूर्ण भक्त शाखामा हार्दिक स्वागत अभिनन्दन जनाउँदै पुनः यहाँहरूसँग वार्तामा भेट गर्न आएका छौँ। प्रिय भक्त शाखा, हामीलाई मेसेन्जरमा प्रायः जसो हाम्रो भक्त शाखाहरूको प्रश्नहरू आइरहेछ यहाँ लाखङमा, र यसैको आधारमा हामीले चाहिँ आजको वार्ता तयार गरिरहेका छौँ। र विशेष गरेर कुनै पनि कार्य गर्दाखेरि हुन्छ कि हुँदैन भने दुई मन हुने विषयको नै प्राय प्रश्न आएर यस बारेमा हामीले अघि पनि भिडियो बनाएका थियौँ। र प्रिय भक्त शाखा, धरतीमा मनुष्यको जन्म दुईवटा वेबमा भएको हुन्छ, एउटा पोजिटिभ अनि नेगेटिभ। र पोजिटिभ भएकाहरूलाई अब साधारणतः हाम्रो भाषामा हल्का छाया भन्छौँ हगि, र हल्का छाया भएकाहरूलाई चाहिँ छिटो कुनै पनि कुरोले प्रभाव पार्छ है, पोजिटिभ होस् या नेगेटिभ, प्रभावकारी हुन्छ है, सेन्सिटिभ हुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ प्रायःजसो पोजिटिभ फिलिङ्सका साथीसङ्गीहरू अनि पोजिटिभ प्रभावका दिनचर्याहरू हुनुपर्छ भन्ने दार्शनिक तर्कहरू पनि छ हगि। र यसै कुरालाई हामीले सम्मान गर्नुपर्दछ, मानिलिनुपर्दछ प्रिय भक्त शाखा। र नेगेटिभ फिलिङमा चाहिँ के छ भने त्यहाँनिर कुनै किसिमको त्यस्तो सम्भावनाहरू हुँदैन। त्यहाँनिर चाहिँ केवल दिनदैन जसरी बित्यो त्यसरी बितिहाल्यो, कसैको नराम्रो प्रभावहरू पनि पर्दैन अनि राम्रो प्रभाव पर्दैन, आफ्नै स्थितिमा हुन्छ प्रिय भक्त शाखा। कठोर हुन्छ त्यहाँ चाहिँ संवेदनशीलता भनेको हुँदैन। त्यसै कारणले गर्दा संवेदनशील भएकोले गर्दाखेरि हल्का छाया भएकोहरूलाई चाहिँ यस्तो प्रभाव पर्दछ। र अरूले आफ्नो दैनिक दिनचर्या पोजिटिभली सुरु गरे तापनि अनि गरिरहेका भए तापनि त्यहाँनिर सम्बन्धित हुन आएका व्यक्तिहरूको नकारात्मक प्रभावले गर्दा चाहिँ त्यहाँ कहीँ कतै धुमिलहरू पर्न जान्दछ। र यस्तो हुँदाखेरि प्रिय भक्त शाखा विशेष गरी आफ्नो इष्टदेवलाई अनि कुलदेवलाई सम्झिनु पर्दछ अनि आफ्नो आत्मविश्वासलाई चाहिँ अगाडि बढाएर ल्याउनु पर्दछ। किनभने प्रिय भक्त शाखा, कुनै पनि कुरो सकारात्मक र नकारात्मक हुँदछ र हामीले सकारात्मक मात्रै आशा गरेर हुँदैन, संसारमा नकारात्मक पनि छ। त्यसैले गर्दाखेरि यो नकारात्मक नेगेटिभ सोच भएका व्यक्तिहरूदेखि टाढा रहन पनि सक्दैनौँ। तर यसलाई चाहिँ आफ्नो दृढताले, आफ्नो विश्वासले जित्नु पर्दछ अनि ईश्वरको नाम जपले जित्नु पर्दछ प्रिय भक्त शाखा। र यसमा हामी कहिले पनि पछि हट्नु हुँदैन। पछि हट्नु भनेको हार्नु कहिले हुँदैन प्रिय भक्त शाखा जिन्दगीको सङ्घर्षमा। र ऊर्जा लिएर अगाडि बढ्नु पर्दछ। यस्तो कतिवटा अवस्थामा हामीहरू मौन रहनु जरुरी छ भनेदेखि गर्दै गइरहेको कार्यप्रणालीदेखि फेरि अर्को कार्यप्रणाली अर्थात् आफ्नो हल्का गर्नको निम्ति त्यो तयारी गर्न पनि सकिन्छ भनेदेखि कति किसिमको मनोरञ्जनहरूको साथ लिन पनि सकिन्छ। कतिपय त्यस्ता पोजिटिभ फिलिङ्स भएका साथीहरूको सङ्गत गर्न पनि पर्दछ यस्तो अवस्थामा चाहिँ प्रिय भक्त शाखा। र अर्को कुरो के भने समयको प्रभाव हुन्छ। जुन ग्रह भनिन्छ 9 ग्रह, यो 9 ग्रहको चक्र चाहिँ ऋतु अनुसार राम्रो नचलेको हुँदा पनि आफ्नो मनलाई त्यसरी प्रभाव पार्दछ र केही समय पश्चात त्यो आफै हटेर जाँदछ। सबैभन्दा ठुलो टेको हो ईश्वरको नाम स्मरण प्रिय भक्त शाखा। र ईश्वरको नाम स्मरणले कुनै पनि कुरो हुने छैन। तर जुन कुरो सत्य छ दुनियाँमा त्यो सत्य भएर जान्छ, झुटो कहिले पनि तक्दैन। त्यसै कारणले गर्दाखेरि आफ्नो मनमा दृढ विश्वास लिएर हजुरहरू अगाडि बढ्नुहोस्। यसरी अगाडि बढ्दै जाँदाखेरि भेटिएका जति पनि यस्ता अडचनहरू छन् त्यो स्वयं समयमा आफै हटेर जाँदछ। भनिएको चाहिँ जीवन दर्शनमा समयले दिएको दर्द समयले नै शान्त गरेर लाँदछ भनेर भनिएको छ। र त्यसै कारणले गर्दाखेरि जीवन एक आशा हो। आशा लिएर अगाडि बढ्नुहोस्, पछि कहिले नहट्नुहोस्। अघि हजुरहरूको कामना शिखरमा पुग्छ, म पुर्याउँछु भन्ने तपाईँको जुन दृढता छ त्यो दृढतालाई लिएर अगाडि बढ्नुहोस् प्रिय भक्त शाखा। यसलाई चाहिँ पछि हटाउन नदिनुहोस्। पछि हटाउने धेरै किसिमको प्रयत्नहरू गरिरहेका हुन्छन् शैतानहरूले, नेगेटिभहरूले। तर ती सबैलाई चाहिँ आफूले जित्नुको निम्ति आफ्नो प्रयास सधैँ अगाडि लानु हो, मनलाई सधैँ खुसी राख्नु हो अनि आफूलाई सधैँ प्रसन्न राख्नु हो। यसको निम्ति प्रिय भक्त शाखा आफूले नै प्रयास गर्नुपर्दछ। र हरेक कुरोमा सफलता र विफलता भन्ने कुरो हुँदछ। विफल भयो भने त्यस कुरालाई सम्झिरहनु हुँदैन। त्यो कुराले हामीलाई सफलताको पुरस्कार नदिए पनि त्यसले चाहिँ हामीलाई अनुभव दिन्छ। त्यही अनुभवद्वारा चाहिँ हामी अगाडिको कार्य गर्न सक्दछौँ प्रिय भक्त शाखा। र अनुभव चाहिँ ठुलो ज्ञान हो प्रिय भक्त शाखा। अनुभव पाउनु ठुलो ज्ञान हो।
र जितेर एउटा पारितोषिक प्राप्त गरे तापनि अनुभवले चाहिँ हारेर पाइएको अनुभवले चाहिँ जीवनभरमा सङ्घर्ष गर्ने एउटा आँट दिन्छ, छाँट दिन्छ, उपाय दिन्छ प्रिय भक्त सखा। र अगाडि बढ्नको निम्ति दमदार तपाईँहरूले चाहिँ आफ्नो जोसलाई अगाडि बढाउनु पर्दछ। कहीँ कतैबाट केही भइहाल्छ कि भन्ने झुकझुक मनमा राख्नु हुँदैन। जो हुन्छ सो हुन्छ, त्यो ईश्वरको इच्छाले हुन्छ। ईश्वरभन्दा ठुलो अरू कोही हुँदैन। र ईश्वरलाई चाहिँ ईश्वर जो मनको एउटा दृढता छ, विश्वास छ, मनमा सोचेको चाबेलामा भगवान् आत्मा गुरु छ, उसलाई चाहिँ साथ लिएर अगाडि बढाउँछ। उहाँ हुनुहुन्छ भने उहाँलाई अगाडि ल्याउनुपर्छ। त्यसो भए चाहिँ आफ्नो दृढता अझ सुगठित बनेर जाँदछ प्रिय भक्त सखा। यस सङ्घर्षको यस्तो अवस्थाहरूमा, संवेदनशील अवस्थाहरूमा हामीले कहिले पनि अरूको कुरा चर्चा अनि आँखिडाइ अनि भने थियो कि यहाँ रिस क्रोधहरूलाई अगाडि ल्याउनु हुँदैन। यस्तोले चाहिँ झट्टै भत्काउनु सक्दछ। त्यसै कारण गर्दा प्रिय भक्त सखा, यस्तो समयमा चाहिँ सहनशील हुनु अनि धैर्यशील हुनु जरुरी हुन्छ। यहाँहरूको सफलताका निम्ति हामी सधैँ यहाँ कामना गरिरहेका छौँ। हस्त सुखी रहनुहोस्, समृद्धि रहनुहोस्, आनन्दित रहनुहोस्। जय श्री राम, जय श्री गुरुदेव।